यो चाहिँ लोकल कुरा, लोकल कुखुरा लोकल तरिकाले पाल्ने तरिका। हेर्नु यहाँ हेर्नु, जरा खाइरहेको हेर्नु त, यसले यो हेर्नु, लहरा यिनीहरूको लागि दाना खानेले दाना खाइरहेछन्, पानी खानेले पानी खाइरहेछन्। अब हेर्नु, माटो खानेले माटो खाइरहेछन्। तल माटो भन्नाले तल किराहरू हेर्नु खनेर यस्तो बनाउँछन् यिनीहरूले। अब यहाँ सर्रको लाएर हेर्नु, के खाइरहेछन् हेरौँ है त यिनीहरूले। के रहेछ है, लौका ल हेर्नुहोस्, खाएर यति बनाइछ यिनीहरू। लहरा यसरी खान्छन्। एकदमै सही विधि छ यहाँ, शीतल पनि शीतल, यसरी सर्लक्क। र कति राम्रो लोकल कुखुरा पालन साँच्चैकै वास्तवमा भन्यो भने एकदम आनन्दमय हुन्छ। खोर पनि नगनाउने, टाइम अहिले धेरै लाग्छ, रिस्क चाहिँ बढी। हेर्नुहोस् त यसरी माथि यो टहरो बनाएर बसिरहेछन्, यो जतिर छन् हेर्नुहोस्, राम्रो एकदम। यसरी लोकल कुखुरा पाल्ने हो भने खाँदाखेरि पनि मासु लोकलकै स्वाद आउने। र यो प्योर फेरि लोकल प्रजातिकै कुखुरा हो यो। हेर्नुहोस् होइन, यिनीहरू अब यसरी खायो भने अब यसलाई लोकल नभनेर के भन्ने हेर्नु त, यहाँ पुरै लगाइरहेछन् लौकाको बेर्नामा यिनीहरू। त्यसको छाला पुरै सिद्धाएर यो भयङ्कर रुख थियो लौकाको, यिनीहरू सिधाइसक्यो। ल यहाँ निकै रमणीय, निकै आनन्दमय।